Hello everyone, welcome to my vlog after very long time. नखाउ खानु पैसा। आज चाहिँ हामी चितवनको टुर जस्तै भनौँ न, एउटा फ्यामिली टुर हामी जाँदैछौँ। अनि हजुरहरूलाई चाहिँ म अपडेट गराइराख्छु। अनि हामी चाहिँ अब भाइ बुहारीलाई पिकअप गर्न जाँदैछौँ। अनि मेरो कान्छो यहाँ छ, म यहाँ छु। मेरो नाउँ त्यहाँ छिन् अगाडि। अनि हामी चाहिँ अहिले महेन्द्रपुरमा छौँ, जाँदै हो। हजुरहरूलाई अपडेट गराइराख्छु। आउँदै हुनुहुन्छ, हामी वेटिङ। गाडी नाउमी यता हेर न, नाइरा नाइरा। वेलकम टु माई भ्लग। अहिले चाहिँ हामी खाजा खान लागेको। नाउमी नाइरू है। अब चाहिँ हाम्रो खाने ब्रेक, खाना खाँदै हो। ल एल्सा टन्न खाऊ। नाउमी नाइरा खासा जेलस भइगयो। चप्पल लाउने ल हामी चाहिँ भर्खरै रुम हेरेर यहाँ आइपुग्यौँ। यहाँ नानीहरू खुसी भएछन्। बाबाले हाम्रो यहाँको सराउन्डिङ चाहिँ यस्तो छ, 3-4वटा होटेल हेरेपछि फाइनल्ली यहाँ मन पनि पर्यो। अनि रुमहरू नि खाली रहेछ। आज चाहिँ होली भएर चाहिँ आज र भोलि लास्टै प्याक रहेछ कि यहाँ सौरामा। यहाँ न्युली म्यारिड कपाल, हाम्रो ब्युटिफुल कपाल। लास्टै मैलो भएछ। गाडी चलाएर यहाँसम्म ल्याउनु छ, तिमीलाई यहाँ आएर टिम खेलाउनु छ। आमा पछि गएर मलाई गराम बुढोहरुको के काम। अहिले चाहिँ हामी एकछिन फ्रेस भएर मुख धोएर हामी बाहिर जान लागेको। यहाँ नाउमी छ, नाइरा किचकिच गरिरहेको छ जानलाई। अनि यहाँ मेरो ह्यान्डसम बुढा हुनुहुन्छ। अब चाहिँ हामी घुम्न निस्केको एकछिन यसो बजारतिर फ्रेस भएर। उता 2टा छोरी काका बाबा हिँडिराख्नु भएको छ। देखे छैन।
हामी चाहिँ अहिले सौरामा छौँ हिँड्दै इभिनिङ वक। यहाँ नानीहरू छ, बुढा हुनुहुन्छ, नाओमी, आज होली रहेछ यहाँ तराईको, त्यही भएर यस्तो प्याज छ। नानी आज हामी के खाने? पिज्जा खान मन लाग्छ? कोले खान्छौ नि पिज्जा? आन्टीले र तिमीले मात्र खाने? यो पिज्जा खाने हामीले त। यो पिज्जा खाने नमिलेर मैले मात्रै खाने है, मम्मीलाई नदिने। मलाई नि खान मन लाग्छ, प्लिज दिनुस् न। पिज्जाको रेट पनि एउटै रहेछ नि, मलाई दिनुस् न प्लिज, पिज्जा खान मन लाग्छ। गयो कि हामी खानपिन गरेर हाम्रो होटेलतिर ब्याक हुँदैछौँ। अहिले 6:30 भयो, भर्खरै उठेको। यहाँ नाओमी छ, यिनीहरू उठिसके। 8 बजे चाहिँ हामी आज जिप सफारी गर्ने हो, जिप सफारी गर्ने हो। त्यही भएर चाहिँ 6:30 बजे उठ्छु भनेको, नभन्ने नाइरा 6:22 अलार्म भयो कि आफै उठ्यो। नाइराले सबैलाई उठायो होइन। अरूको रुममा यस्तो चिसो पनि पाइँदैन। हाम्रो कस्तो गरेको थियो, हाम्रो बेड चाहिँ खास पनि यहाँ के छिट्टा छिट्टै थियो 2टा, तर हाम्रो चाहिँ नानीहरू रोड जानेर सबै सुतेछ। सुतेको नाइरा म नाओमी गुड मर्निङ नानी। नाओमी ओ वाउ वाउ हो ल राख त्यही। हाम्रो चाहिँ मर्निङ भ्यू हाम्रो यहाँ कस्तो छ। कस्तो दामी छ। अनि ठ्याक्कै यो चितवन हो, यहाँ पिङ खेलेको ठाउँमा चाहिँ हात्ती गैडा, यहाँ चाहिँ गैडा हिँड्छ ठ्याक्कै यो बाटो। हिजो नि हिँडेको थियो। हामी चाहिँ यहाँ रेडी भइसके। नाइरू रेडी। नाओमी बाहिर नजाऊ। नाओमी चाहिँ उता गइसक्यो। ल ल मेरो नाओमी यहाँ छ। यहाँ नाइरा। अहिले चाहिँ हामी जङ्गल सफारीको लागि गाडीमा चढ्यौँ।
चाहिँ जङ्गल सफारी गरेर अहिले ब्रेक पोइन्टमा छौँ। नाओमी यहाँ छ, यहाँ फोटो सेसन भइरहेछ। चखेवाको जोडी लभर्स भनेको होइन, फोटोग्राफर हेर्नुहोस्, फोटोग्राफरको पारा। हामी त यस्तै त हो नि ब्रो। हामी चाहिँ भर्खरै घुमेर आए। अब खाना खान जाने हामी चाहिँ भर्खरै गएर आए। अब चाहिँ खाना खान जाने, अनि त्यसपछि फेरि म्युजियम जान छ, त्यसपछि फेरि एलिफेन्ट ब्रिडिङ जान छ। आउन आएर पहिला धोइदिन्छु नाओमी, त्यहाँ उस हालिसिन् यो। आऊ म धोइदिन्छु छोरीलाई। हाम्रो आजको थकाली खाना माछा। एलिफेन्ट ब्रिडिङ हेर्न जाँदै हो। बुढा हरी छ लोड। त्यही हात्तीको उसो राख्यो। हामी चाहिँ अब यहाँ पार्किङ गऱ्यौँ। अब चाहिँ त्यहाँ देखेको पुल छ, सायद त्यहाँबाट जाने हो कि भन्ने हाम्रो कुरो छ। भर्खरै आइपुग्यौँ। अलिसा, अरुण र छोरी उता, अनि मेरो नाओमीकै यहाँ चाहिँ नाओमी, मेरो बुढुकै वार्मिङ छ। अब चाहिँ हामी जाने हो गाइड, तपाईँहरूलाई देखाउँछु ल। यहाँ गेट बन्द छ, अबको 5-10 मिनटमा खुल्छ। चौरो यस्तो छ। हाम्रो फाइनली यहाँ गेट खुल्यो, त्यही भएर जाँदैछौँ। हामी त आइपुग्यौँ 3:30 बजे भनेर, तर हात्ती आइपुगेको छैन। हामी यहाँ कतिजना कुरेर बस्नु भएको छ। अन्त कता हुन्छ, शीतल आनन्द छ, खेल्छन् पनि यिनीहरू होइन। हजुर हो नानी, एलिफेन्टले के खाएको? यता हेर त, के खाएको एलिफेन्टले? हो वाउ, माटो कहाँ खुला रे अब मुन्डा पूजा भयो। नाओमी देख्यौ एलिफेन्टको धेरै बच्चा है। कति आनन्द भइन्छ। नाओमी ओभर गर्मी भएको छ यहाँ चितवनमा। के भन्ने बाबालाई?
हो नाइराले नि खाँदैछ गर्मी भएर यहाँ डुम्री फोरै फोर हाम्रो चिकन भैँसी मेरो पानी ल्याऊ मलाई मेरो पानी खाइ दिन्छु हस् भन न यो देऊ मलाई पहिला Hi, Baba. Yay! Good, good. Yes. Good. I'm cultural dance At the same time, used to adapt and they used to defend what the thing is. We are going to present by the steps in a dancing style. Thank you. हामी खाना खाने टाइम भयो 10 बज्यो खाना खाने सुत्ने राम्रोसँग जाऊ है के त्यस्तो खानपिन भयो सबैलाई भात लाग्यो आप्पा बाबा त्यही भनेको क्या आनन्दले सबैजना जान्छ क्या बाबा हाम्रो यो चाहिँ गार्डन एरिया थियो हामी बसेको होटलको अनि यहाँ क्युट हट छ हटमा चाहिँ हाम्रो नाओमी जोशी बस्नु भएको छ हेलो हाउ आर यू हजुरले काम बिगार्नु भयो जाम यस्तो गर्न पाइँदैन मेरो कान्छो यहाँ छ अनि त्यसै त बस्यो हो ल हेलो नाइरालाई शीतलमा किस खायो मच्छरले निन्द्रा लाएर लट्ठै छ नाइरा नगर्नुहोस् न सबै त हामी बस्नु परेन मलाई त बस्न मन लागेछ नि प्लिज मलाई पनि बस्नु दिनुहोस् हस् 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 कुर्सी पल्टिन्ला अब नाम उता कस्तो मान्छेहरूलाई त्यो कुर्सी ताने त लोट्न लाग्यो त्यसो नबस्नु यसमा बस्छ त्यो लोट्न लाग्छ